नमस्ते सबैजनालाई। आज हामी बनाउँदैछौँ छोइला, त्यही पनि टोफूको। अनि यहाँ सामग्री त देखाइदिएको छु, त्यही पनि एउटा एउटा गरेर त राख्छु, हेर्दै जानुहोला भिडियो अन्तिमसम्म। मन परे लाइक शेयर कमेन्ट गर्नुहोला। यहाँ टमाटर, अदुवा, लसुन अनि सुकेको खुर्सानी लिएको छु। यतिको भएपछि निकाले हुन्छ। अनि यता मैले तेल तताइसकेर यसरी टोफू फ्राई गर्दैछु। टोफूलाई नि हल्का रातो रातो हुने गरेर फ्राई गर्नुपर्ने हुन्छ। बनाएर खानु होला, मिठो हुन्छ। माछा मासु मात्रैको कति खानुहुन्छ हैन, भेज पनि खानु न मिठो हुन्छ। भेजको लागि त एकदमै मिठो हो यो, राम्रो पनि मिठो पनि। अनि यता धनिया जिरा हल्का भुट्दैछु मैले, हल्का हल्का भुटेर यता राखेर। अनि टमाटर, भुटेको टमाटर र अनि यसरी पिनेर यतिको बनाएँ मैले। तपाईहरुलाई मन पर्छ भने चाहिँ अवश्य एकचोटि बनाएर खानु होला, फ्यामिलीमा पनि खुवाउनु होला। अनि यहाँ मैले हरियो प्याज, हरियो लसुनको पत्ता थोरै लिएको छु। अनि त्यसपछि यहाँ मैले थोरै प्याज पनि लिएको छु। बनाएर खानु होला, अवश्य तपाईहरुलाई मन पर्छ। एक त यो भेज हो, साउनमा झन् मिठो पनि हुन्छ माछा मासु नखानेहरूको लागि। अनि यहाँ मैले लामो लामो गरेर काटेको अदुवा र लसुन लिएको छु। मन परे लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। अनि यहाँ मैले तेल लिँदैछु, तोरीको तेल। अनि त्यसपछि यो मेथी राखेर अनि यहाँ बेसार राखेको छु। बेसार तपाईहरुले तेलमै पनि राख्न सक्नुहुन्छ, तर यसरी राख्दा पनि केही फरक पर्दैन। यहाँ थोरै मैले कलर खुर्सानी लिएको छु, किनकि मैले उता सुकेको खुर्सानी पहिले राखेको थिएँ नि त, त्यही भएर। अनि यो पहिल्यै चाहिँ पार्नुपर्ने हुन्छ। तपाईहरु बनाएर खानु होला, मिठो हुन्छ। मुस्ताङे रेसिपी त हैन, त्यही पनि यो काठमाडौँमा बसेको भएर काठमाडौँ रेसिपी। अहिले यो साउन महिना भएर भेज रेसिपी है यो। तपाईहरुलाई नि मन पर्छ होला, बनाएर खानु होला। नुन चाहिँ स्वाद अनुसार लिनु होला। अनि थोरै कागती पनि राख्नु होला। अनि यतिको रेडी भयो। अब यो चाख्नको लागि तयार छ, बनाएर खानु होला, अवश्य मन पर्छ तपाईहरुलाई। हस्त धन्यवाद।